एकैछिन यो सानो भिडियो क्लिप हेरौँ। 100 दिनभित्र विदेशमा बसेका क्षमतावान मानिसहरूलाई यही देशमा उनीहरूले विदेशमा पाए जस्तै सेवा सुविधा दिएर यो देश फर्कने सुवर्ण अवसर भनेर अस्ट्रेलियाको गल्लीमा, युरोपको गल्लीमा, अमेरिकाको गल्लीमा पोस्टर टास्न म आफै जानेछु र 100 जनाबाट यो यात्रा सुरु हुनेछ। नेपालीहरूको बौद्धिक स्तर अथवा आइक्यू लेभल बुझ्नका लागि यो भिडियो अन्तिमसम्म हेर्नु होला। अमेरिका र युकेमा एउटा एकदमै इन्ट्रेस्टिङ अध्ययन भयो, जुन अध्ययनले के देखायो भनेदेखि लो आइक्यू अथवा कम बौद्धिक क्षमता भएका मान्छेहरू कस्तो पार्टीलाई मन पराउँछन्, कस्ता नेतालाई मन पराउँछन् र बढी बौद्धिक मान्छेहरू या बढी आइक्यू लेभल भएका मान्छेहरू कस्ता पार्टी र कस्ता नेतालाई मन पराउँछन् भन्ने देखायो। त्यसैले आज हाम्रो देशमा कस्ता किसिमका पार्टीहरू छन्, कस्ता किसिमका नेताहरू छन् र तिनलाई मन पराउने मान्छेको आइक्यू लेभल कस्तो होला भन्ने विषयमा कुरा गरौँ। तर नेपालीहरूको बौद्धिक स्तर अथवा आइक्यू लेभलको कुरा गर्नुभन्दा पहिले म तपाईँलाई 2-3वटा सानो सानो भिडियो क्लिपहरू देखाउँछु। त्यसपछि नेपालीको बौद्धिक स्तर कस्तो छ अथवा आइक्यू लेभल कस्तो छ भन्ने विषयमा कुरा गरौँला। हामी 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी यो सन् 2018 यो पुष 15 सम्ममा भ्याइन भने पुष 16 लाग्ला। तर पानी जहाज स्टिमर चढेर कलकत्ता निम्ता छ सर। कृतिकोलाई नेपालको यस्तो नमुनाको नगर बनाउन सकिन्छ जसको घरबाट निस्केका बच्चाहरूले अबको 5, 6, 7, 8 वर्षपछि यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन्, यही कृतिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर दिनको महिनाको 2 लाख 3 लाख 4 लाख यही डाँडामा बसेर आम्दानी गर्ने छन् भन्ने ती कमजोरीहरू बनाउन सकिन्छ। देख्नुभयो कस्तो सुन्दर नाराहरू। कसैले यो देशलाई सिङ्गापुर बनाउने भन्छन्, कोही 10 वर्षमै योलाई विश्वकै नभए पनि एसियाकै नम्बर 2 या नम्बर 3 बनाउँछु भन्छन्। कोही घर घरमै पाइप ल्याइदिन्छु, यो वर्ष नभए पनि अर्को वर्षसम्म यहाँबाट कलकत्तासम्म पानी जहाज जान्छ, चीनबाट रेल आउँछ भन्छन्। यस्तै नारामा भुलेर हामीहरूले यिनीहरूलाई भोट दिएको। हाम्रो आइक्यूको लेभल यसले देखाउँछ। अब यिनीहरूलाई समर्थन नगर्ने मान्छे खुसी नहुनु होला है। यिनीहरूलाई समर्थन गर्ने मान्छेहरूको आइक्यू कम रहेछ, हामी खतरा बौद्धिक रहेछौँ, हामीले त समर्थन गजबका मान्छेलाई गरेका रहेछौँ भन्ने तपाईँलाई लाग्ला। म तिनीहरूको पनि कुरा देखाउँछु एकछिनपछि। त्यसैले गर्दा जो मान्छे अहिले हाँस्दैछन् अथवा जो मान्छेलाई लाग्दैछ हामी त गजबका रहेछौँ, हामीले यिनलाई समर्थन गरेनौँ भनेर जसलाई लाग्दैछ एकैछिन पर्खिनु होला। अब ती मान्छेहरूको कुरा र ती पार्टीलाई समर्थन गर्नेहरूको कुरा एकछिनमा गरौँला। तर त्योभन्दा पहिले रिसर्चमै फर्क्यौँ। युकेको एउटा युनिभर्सिटी अफ बाथले 2023मा एउटा रिसर्च गर्यो, एकदमै एक्सटेन्सिभ खालको रिसर्च गर्यो। त्यसै गरी अमेरिकाको युनिभर्सिटी मिनेसोटाले पनि एउटा रिसर्च गर्यो 2024मा। यो रिसर्च गर्नुको उद्देश्य के थियो भनेदेखि जो यस्ता नाराहरू लगाउँछ जसको कुनै तुक छैन, जस्तो ट्रम्पले मेक अमेरिका ग्रेट अगेन भनेर नारा लगाए र यो सबै समस्याको समाधान एउटा चिज देखाए। त्यसै गरी युकेमा पनि यो सबै समस्या जुन छ युकेमा भएको बेरोजगारी, गरिबी, हस्पिटलमा अपोइन्टमेन्ट नपाउनु, स्कुलहरू क्राउडेड हुनु, फन्ड नपाउनु, यस्ता विभिन्न किसिमका जो पनि समस्या छन् युकेमा, युकेले जुन समस्या भोगिरहेको छ यो सबैको समस्या इमिग्रेन्ट्सहरू हुन्। त्यसैले युरोपभन्दा बाहिर जानुपर्छ भनेर भोट दिएका थिए धेरै मान्छेहरूले। त्यसैले गर्दा बाथ युनिभर्सिटीले एउटा रिसर्च गर्यो, यी मान्छे बेखुब किन हुँदा रहेछन्, किन यस्तो नारामा बग्दा रहेछन्, सबै जटिल समस्याको एकदम सजिलो समाधान देखाइदिने जो मान्छे छ उसका पछाडि बहुसङ्ख्यक मान्छे किन लाग्छन् भनेर अनुसन्धान गरियो। जस्तो ट्रम्पका पछाडि किन मान्छे लागे भन्ने पनि अनुसन्धान भयो। मान्छेलाई तोकेर अनुसन्धान गरेको होइन, तर कस्ता किसिमका पार्टी र के बोल्ने नेताका पछाडि बहुसङ्ख्यक मान्छेहरू लाग्छन् भनेर गरिएको यो रिसर्च थियो। यसले के देखायो भनेदेखि कम्प्यारेटिभली लो आइक्यू भएका मान्छेहरू जसको बौद्धिक स्तर त्यस्तो राम्रो छैन, ती मान्छेहरूले यस्ता मान्छेलाई भोट दिएको या यस्तालाई नेता मानेको देखियो। जो सजिलो किसिमका नारा दिन्छन्, जो देशलाई सिङ्गापुर बनाइदिन्छु भन्छन्, जो आजै यहाँबाट पानी जहाज लगेर कलकत्तामा उतारिदिन्छु भन्छन्, जो इमिग्रेन्ट्सहरू रोक्यो भने युके स्वर्ग हुन्छ भनेर भन्छन्, जो अमेरिकामा चाहिँ यो सबै समस्या डेमोक्रेट्सहरूले गरेको हो, हामीहरू आयो भनेपछि अमेरिकालाई ग्रेट बनाइदिन्छौँ भनेर नारा दिन्छन्। यस्ता नारा दिनेको पछाडि जो मान्छे लाग्छन् यिनीहरूको आइक्यू लेभल एकदमै कम भएको देखायो। त्यसको रिजन के दियो भनेदेखि जो मान्छेको बौद्धिक स्तर कम हुन्छ अथवा आइक्यू लेभल कम हुन्छ उनीहरू सरल कुरालाई मात्र लिन खोज्छन्। अलि जटिल किसिमका जो समाधानहरू दिन्छ, यस्तो होइन यसरी गर्नुपर्छ भनेर पुरै एउटा प्रोसिजर जसले बताउँछ त्यसका पछाडि मान्छे लाग्दैनन्। जस्तो कुनै देशमा विकास गर्नु पर्यो भनेदेखि हामीले यो गर्नुपर्छ, त्यसपछि यो गर्नुपर्छ, यो गर्नका लागि यो चाहिन्छ भनेर यसरी जुन एउटा पुरा प्रोसेस बताउँछ त्यसका पछि नलागेर हामीले विकास गर्नु छ भनेदेखि रेल ल्याउनुपर्छ जो भन्छन् उसका पछाडि मान्छे दौडिन्छन् भनेर भन्छ। र त्यसैले गर्दा बौद्धिक मान्छेहरू र बढी आइक्यू भएका मान्छेहरू रेसनल हुन्छन्, लिबरल हुन्छन्
र एउटा पार्टीको भक्त हुँदैनन्। उनीहरू एकहोरो रूपमा भेडा जस्तो बन्दैनन्, कम्प्यारिजन गर्छन्, हरेक कुराको एनालिसिस गर्छन् र आइक्यू कम भएका मान्छेहरू एकहोरो रूपमा एउटै मान्छेको गुणगान गाउँछन्। उसले जे भन्यो त्यो ठिक, अरू कुरा सोच्दै नसुन्ने, कान आँखा सबै बन्द गर्छन्। एउटा मान्छेलाई भगवान मान्छन् अनि त्यसकै त्यसलाई भगवान भन्दै नमस्कार गर्दै बस्छन्। ती मान्छेहरू बौद्धिक स्तरमा एकदमै कमजोर हुन्छन् भनेर यो अध्ययनले देखाउँछ। अब फर्क्यौँ नेपालतिरै। मैले पहिले केही नेताहरू देखाएँ जसले गरेका भाषण पनि तपाईँले सुन्नुभयो र ती भाषणमा ताली बजाएर तिनलाई भोट धेरै मान्छेले हालेको होला। अब अरू नेताहरूका कुरा गरौँ। यी नेतालाई रासोपाले यो देशमा यीभन्दा ठुला मान्छेहरू कोही छैनन्, यी डाक्टर हुन्, यीभन्दा बौद्धिक मान्छे कोही छैनन् भनेर प्रेजेन्ट गर्छन्। म स्वर्णिम वाग्लेको कुरा गर्दैछु। यिनी चुनाव प्रचारको क्रममा थिए। सबै भेडा त हुँदैनन् मान्छेहरू। एकजना सचेत नागरिकले तपाईँको एजेन्डा के हो भनेर सोध्यो यिनलाई। त्यो सोधिसकेपछि यो त आउट अफ सिलेबस क्वेसन आयो, कसैले सोधेको थिएन। यहाँ त मान्छेले यिनको अनुहार देख्ने बित्तिकै ताली बजाउँथे, सेल्फी खिच्न आउँथे, यिनलाई कुनै क्वेसनै गर्थेन। त्यो क्वेसन आइसकेपछि यिनी अक्क न बक्क भयो। यिनको भिडियो देखाउनु परेन। यिनले हामीले एजेन्डा बताउनु हुँदैन, अहिले अरूले कपी गर्छन्, सुटुक्क भन्ने हो कानमा एजेन्डा, त्यसैले गर्दा एजेन्डा भन्दै हिँड्ने कुरा होइन भनेर जवाब दिए। यस्ता मूर्ख छन् हाम्रो देशमा। एजेन्डा भनेको त मान्छेले सोद्धा बताउन सक्ने हो नि। मान्छे अगाडि प्रष्ट रूपमा हामी के गर्न आउँदैछौँ भनेर भन्ने हो। त्यो तपाईँसँग छैन भनेपछि यस्तै जवाब आउने हो। त्यसपछि च्याट जिपिटी प्रयोग गरेर बनाइएका घोषणापत्रहरू र करारपत्रहरू याद रहँदैनन् सबै दिमागमा, किनकि त्यो तपाईँको आफूले लेखेको होइन, आफ्नो बौद्धिक क्षमताले लेखेको होइन, च्याट जिपिटीले लेखेको हो, प्रिन्ट गरेर राखिदियो। अब यी अर्का नेताको कुरा सुनौँ। ढोगदिया भन्दैछन् उता सुदूरपश्चिमतिर गएर। यिनलाई पनि पार्टीको एजेन्डा के हो भनेर सोधेपछि आउने जवाब यस्तो हो। दिने भनेको यो प्रश्नको ठेक्का कसैले नलिए हुन्छ। जनताको प्रश्न जनताले सोध्छन्, घर घरमा सोधेका छन्, जवाब दिएका छौँ हामीले। यिनी भन्छन् हामी घर घर गएर सबैलाई आन्सर दिन्छौँ, तर यहाँ मञ्चबाट भन्दैनौँ भन्छन्। एकैचोटि भनिदेऊ न, सबैले सुन्छन्। जुसुकै पार्टीमा आस्था राख्नेहरू मान्छे भए पनि नेता त तिमी सबैको होला नि। भोलिको दिनमा तिमी चुनिएर गएपछि के उनीहरूलाई जान्ने अधिकार छैन तिम्रा एजेन्डाहरू के हुन् भनेर? घर घरमा गएर कानमा खुसुक्क भन्नुपर्ने केही आवश्यकता छ? हो, यो कारण के हो भनेदेखि यदि बाइचान्स यता मञ्चतिरबाट केही बोलिहालियो जसको भोलिको दिनमा जस्टिफिकेसन दिन सकिएन, त्यस्ता कुरा बोलिहालियो, त्यस्ता कुरा भनिहालियो भनेदेखि भोलि आलोचना हुन्छ। त्यसैले गर्दा मञ्चबाट भन्दैनन्। र यिनका समर्थक के भन्छन् भनेदेखि बोलेर होइन नि, गरेर गर्ने हो, गरेर देखाउने हो भन्ने। गर्नुभन्दा पहिले भिजन त होला नि त। गर्नुभन्दा पहिले थाहा त होला त्यो मान्छेलाई के गर्नुपर्छ भन्ने कुरो। भिजन मनमै हुन्छ अरे। भोलि देश बेच्ने भिजन भयो भने के गर्ने? भिजन मनमै छ, राम्रो भिजन भयो त ठिक छ। देश बेच्ने भिजन भयो भने के गर्ने? सोध्नु त पर्यो, के भिजन हो, के हो भनेर सोध्नु परेन? हामी नागरिकहरूको आइक्यूको लेभल यो हो। हामीले ट्रेन आउँछ भन्दा नि विश्वास गरेर ताली बजायौँ। कलकत्तासम्म पानी जहाजमा तिमीलाई म कार्गो सिप पठाइदिन्छु भन्दा नि ताली बजायौँ। देशलाई सिङ्गापुर र स्विजरल्यान्ड बनाउँछु भन्दा नि ताली बजायौँ। अब यिनी आउँदैछन् भ्रष्टाचार सखा पारिदिन्छु भन्दैछन्। कसरी पार्छौ भ्रष्टाचार सखा? आफै सरकारमा 3 महिना बस्यो, त्यहाँ संसदीय समिति बनाउँछु भनेर भन्दा बनाउन नदिने, आफ्नो नाम हाल्न नदिने, आफू उपर छानबिनै नहोस् भन्ने, अनि भ्रष्टाचार निवारण गर्छु भन्ने। 1 महिनामा हो कि 2 महिनामा यो सबैको म पैसा फिर्ता दिइदिन्छु भनेर भने। सहकारी पीडितको कहाँबाट दिन्छौ पैसा फिर्ता? राज्यको ढुकुटीबाट दिने हो त्यो पैसा फिर्ता। अनि के भन्छन् भनेदेखि मान्छेलाई बाहिर निकालेर मान्छेका पैसा दिन्छु भने। त्यो क्राइम हो, बाहिर निकाल्नु हुँदैन। मान्छेको पैसा दिनुपर्छ, तर जो भ्रष्टाचारमा मुछिएका छन् सबलाई भित्र जाग्नुपर्छ। यो कस्तो न्याय हो? म सबै बाहिर मान्छेलाई बाहिर निकाल्छु, जो ठग्छन्, अनि उनीहरूको पैसा चाहिँ फिर्ता दिन्छु भनेर भन्छ। ठगले त्यत्तिकै उन्मुक्ति पाउँछ। त्यसैले गर्दा जसमाथि ठगीको आरोप लागेको छ, जसमाथि काण्डको आरोप लागेको छ, उसबाट हामीले भ्रष्टाचार निवारण या देशमा सुशासन आउँछ भनेर सोच्नु पनि कतिसम्मको जायज होला त्यो आफै सोच्नु होला। अब अर्को कुरा के हेरौँ भनेदेखि 2-4 जना मान्छे जो टपमा छन् यिनीहरूका, यिनको इमेज यसरी बनाइएको छ कि राष्ट्रिय स्वतन्त्र पार्टी भनेको यी 3 जना हुन् या 4 जना हुन्, र यी 4 जना भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हुन्। योभन्दा बाहेकको पार्टीमा को छन्, के छन्, कसो छन् भन्ने कुरो कसैले सोधखोज नगर्नु होला, किनकि यी 4 जना मात्रै हुन् यो पार्टीमा। यो 4 जनाको पार्टी हो भन्ने जस्तो बनाइएको छ। यो 4 जना मात्रैले त होइन होला देश चलाउने। यिनले जितेर गयो भनेदेखि यिनको त टिम होला। यिनका टिममा को मान्छे छन् त्यो अघि एकछिन पहिले मैले देखाएँ। अहिले हामीले भन्नु हुँदैन, यो सिक्रेट गोप्य राख्नुपर्छ हाम्रो एजेन्डाहरू भन्ने मान्छे। 10वटा पार्टी चेन्ज गरेर यो पार्टीमा आएका मान्छे। यता बाटोमा को पेसाब फेर्दैछन् भनेर भिडियो बनाउँदै खिच्ने मान्छे। त्यसपछि मैले जितेँ भने तिम्रो ठाउँमा म रवि लामे छानेर बालेनलाई घुमाउन ल्याउँछु भन्ने मान्छे। हुन त यस्तै मान्छे चाहिने हामीलाई, किनकि अब भगवान मानिसकेपछि 2 जनालाई, अब भगवानै तिम्रो गाउँमा ल्याइदिने भएपछि त यिनलाई भोट नहालेर कसलाई हाल्ने? भगवान प्रत्यक्ष देख्न पाइने भयो। किन चाहियो विकास? किन चाहियो अरू कुरा? जिन्दगी त त्यत्तिकै सफल भयो।
सिधै स्वर्ग गए जस्तो भयो। भगवान्ले आएर बसाइदिइसकेपछि बाटो किन चाहियो, गाउँका समस्याहरूमा किन विचार गर्नु पर्यो, पानी किन चाहियो, शिक्षा किन चाहियो, किन अरू कुरा चाहियो, भगवान् आए। यस्ता कुरामा हामी मक्ख पर्छौँ अनि ताली बजाउँछौँ। त्यसैले गर्दा यो प्रश्न तपाईँहरूलाई हो। विगतमा पनि हामीसँग यस्तै मान्छेहरू थिए जसले धेरै ठुल्ठुला नाराहरू दिए तर सिनको भाँचेनन्। अहिलेका मान्छे पनि तीभन्दा फरक छैनन्। हामी यति प्रतिशतले आर्थिक वृद्धि गर्छौँ नेपालको। हामी 2 लाख मान्छेलाई हो कि कतिलाई 1 वर्षभित्र नेपाल फर्काएर ल्याउँछौँ विदेशबाट भन्छन्। यिनीहरूको जुन घोषणा पत्र छ, यो करार पत्र छ, यो अन्डर ग्रेजुएटको विद्यार्थीले फाइनल इयरको प्रोजेक्टमा गर्ने एउटा प्रोजेक्ट हुन्छ, त्यसको प्रपोजल भन्दा पनि कमजोर छ। त्यो प्रपोजलमा कम्तीमा म के गर्नेछु, किन गर्दैछु र कसरी गर्नेछु भनेर लेखिएको हुन्छ। यी सबैको घोषणा पत्र र करार पत्रमा के लेखिएको हुन्छ भनेदेखि के गर्ने भन्ने लेखिएको हुन्छ। समस्या पनि देखाइदिन्छन् यिनीहरू, समस्या पनि थाहा छ यिनलाई, समाधान पनि थाहा छ यिनलाई, तर यो समाधान कसरी गर्ने भन्ने थाहा छैन। कसैको पनि घोषणा पत्र र करार पत्रमा चाहिँ हाउ भन्नेको आन्सर छैन। कसरी गर्ने? तिमीहरू रोजगारी सिर्जना गर्ने भन्छौ, 1 लाख हो कि 2 लाख मान्छेलाई चाहिँ 1 वर्षभित्रै विदेशबाट नेपालमा फर्काउँछु भन्छौ, कसरी गर्छौ? रोजगारी कसरी सिर्जना हुन्छ? नेपालमा के इन्डस्ट्री छ? केमा लाउँछौ तिमी रोजगारीमा? भएका इन्डस्ट्रीहरू, भएका कुराहरू त ध्वस्त पार्यौ, जलाएर सखाप पार्यौ। केमा दिन्छौ नोकरी? को मान्छे आउँछ तिम्रोमा इन्भेस्ट गर्नका लागि? हरेक 2-2, 3-3 वर्षमा आन्दोलन गरेर भएको सरकार ढाल्दिने, भएका संरचना भत्काइदिने, होटलमा आग लाउने अनि जलविद्युतमा आग लाउने, जताततै यस्तो केओस मच्चाएपछि तिम्रो देशमा इन्भेस्टमेन्ट गर्न को आउँछ? कसैले आउँछ? तिम्रो अनुहार देखेर मात्रै आउँछ कोही? युवा नेता, ह्यान्डसम नेता भनेर मात्रै कोही आउँछ? आउँदैन। त्यहाँ आउने आधारै छैन, आउँदैन। त्यहाँ तिमीले आगो लगाएर आन्दोलन गरेपछि कोही पनि आउँदैन। अनि तिमीहरू कसरी अचिभ गर्छौ यत्रो आर्थिक वृद्धि दर? कसरी दिन्छौ जागिर? यसैले यस्ता कोरा नाराको पछाडि नलागौँ। हामी सचेत नै छौँ, सधैँ नै छौँ। अलिअलि भयो नि हामीमा आइक्यू लेभल छ है भन्ने चाहिँ देखाउँ, प्रश्न सोध्न सिकौँ, भेडा नबनौँ। जसले जे नारा दियो त्यसको पछाडि नलागौँ। कुनै पनि मान्छे आएर रातारात कायापलट हुनेवाला छैन। च्याट जीपीटीबाट प्रतिज्ञा पत्र र करारनामा बनाउनेहरूलाई जिताइयो भनेदेखि झनै समस्या आइपर्न सक्छ। त्यसैले अब यो हेर्न बाँकी छ। अमेरिका र युकेमा भएको जुन रिसर्च छ, अनुसन्धान छ, त्यसले त्यहाँका मान्छेको आइक्यू लेभल देखायो। अब नेपालका मान्छेको आइक्यू लेभल कति छ भन्ने कुरा यो चुनावले देखाउला। थ्याङ्क यू भेरी मच। आई विल सी इन द नेक्स्ट भिडियो।